शीर्षक हो गुप्त कुराको प्रकट। गुप्त कुराको प्रकट। तपाईले सिम्सोन न्यायकर्ताको किताब भाइ स्लाइड दिनुपर्छ मलाई। गुप्त कुराको प्रकट अर्को स्लाइड। अब न्यायकर्ता 13 अध्यायको 1 देखि 5 सम्म हामी पढ्छौं ल। न्यायकर्ताको पुस्तक 13 अध्यायको उत्पत्ति, प्रस्थान, लेवी, गन्ती, व्यवस्था, यहोशू, न्यायकर्ता। न्यायकर्ता 13 अध्यायको पुस्तकलाई तपाईले भेटाउनुहोस्। उत्पत्ति, प्रस्थान, लेवी, गन्ती, व्यवस्था अनि न्यायकर्ता। त्यहाँ लेखेको छ 1 देखि 5 सम्म। 13 को 1 देखि 5 सम्म तपाई जसले पाउनु भयो। फेरि इजरायलीहरूले परमप्रभुको दृष्टिमा जुन कुरा खराब थियो। नानी तिमीले के पढ्दैछौ? 13 को 1 देखि त्यही पढ्दैछ तिमी अहिले? फेरि इजरायलीहरूले 14 मा पनि छ त सिम्सन त। 14 को रहेछ, मैले 13 सिम्सनको जन्म त 13 मा छ। 13 अध्यायको 1 देखि भनेको मैले 1 देखि नै पढेको, तर तपाईले 13 पढ्दिनु भएछ। यो सिम्सन र सिम्सनको जन्म भनेर न्यायकर्ता 13 अध्यायमा छ हो। लु पढिदिनुहोस् सर। फेरि इजरायलीहरूले परमप्रभुको दृष्टिमा जुन कुरा खराब थियो त्यही गरे र उहाँले तिनीहरूलाई 40 वर्षसम्म पलिस्तीहरूका हातमा सुम्पिदिनुभयो। दानको कुलका सोरामा बस्ने एकजना मानिस थिए जसको नाउँ मानव थियो र जसकी पत्नी बाजी थिइन् र तिनको कोही छोराछोरी थिएन। परमप्रभुका दूत ती स्त्री कहाँ देखा परेर तिनलाई भने, तिमी बाजी छौ र तिम्रो कोही छोराछोरी छैन, तर तिमी गर्भवती हुनेछौ र एउटा छोरा जन्माउनेछौ। अब मैले भनेछु तिमीले गर्नु होसियार हो। दाखमद वा अरू मताएको मग नपिउनु र कुनै अशुद्ध भोजन नखानु, किनभने तिमी गर्भवती हुनेछौ र एकजना छोरा जन्माउनेछौ। त्यसको कपालमा छुरा नलागोस्, किनभने त्यो बालक जन्मेको दिनदेखि नै परमेश्वरको निम्ति अलग गरिएको एक नाजिरी हुनेछ। त्यसले नै इजरायललाई पलिस्तीहरूका हातबाट छुटाउने सुरु गर्नेछ। आमेन। प्रार्थना गरौँ। जिउँदो प्रभु, तपाईको वचन न्यायकर्ताको किताब 13 अध्यायको 1 देखि लिएर 5 पदसम्म हामीले यहाँ तपाईको जिउँदो वचनलाई पढेका छौँ। प्रभु, आज हामी तपाईको छोरो तपाईको छोरो सिम्सनको बारेमा केही कुराहरू बुझ्न हामी यहाँ छौँ। परमेश्वर, तपाईँ यतिखेर मध्यस्थकर्ता हुनुहोस्। मेरो ज्ञान बुद्धि विवेकले, मेरो सोचले होइन प्रभु, यतिखेर पवित्र आत्मा तपाईको उपस्थितिमा, तपाईको शक्तिले, तपाईको सामर्थ्यले, तपाईको पूर्ण प्रकाश हाम्रो माझमा दिनुहोस्। म आफै बोल्नेलाई अनि सुन्ने तपाईका प्रिय छोराछोरीसम्म तपाईँ होइदिनुहोस् र वचनको प्रकाश पूर्ण रूपमा तपाईँ प्रभुले दिनुहोस्। मुक्ति दिने प्रभु यीशु ख्रीष्टको नाममा आमेन। प्रियहरू, सिम्सोन एकदमै बलियो मानिस थिए अनि आजको मेरो वचनको शीर्षक चाहिँ गुप्त कुराको प्रकट। सिम्सोन यो संसारमा आउनुभन्दा अगाडि सिम्सोनको आमा कहाँ एकजना स्वर्गीय दूत आएर यसो भन्छ, तिमी गर्भवती हुनेछौ। त्योभन्दा अगाडि अर्को एउटा चेतावनी के छ भने, कुनै मद या कुनै दाखमद्य नखाने थुक तिमीले नखानु, तिमीले त्यो कुरो नछुनु भनेर बडो स्वर्गदूतले यहाँ चेतावनी दिएको कुराहरू छ। अनि तपाईले 5 पदमा पढ्नुभयो भनेदेखिलाई त्यहाँनिर भन्छ, तिमी गर्भवती हुनेछौ र तिमीले एउटा पुत्र जन्माउनेछौ, एउटा छोरा जन्माउनेछौ। त्यसको कपालमा कहिल्यै छुरा नलगाउनु, मतलब केश नकाट्नु। आमाहरू बाबुहरू, केश नकाट्नु भनेको थियो। त्यसको कपालमा कहिल्यै केश नकाट्नु, अनि त्यो चाहिँ नजरी हुनेछ।
नजरी हुनेछ। मलाई अर्को स्लाइड दिनुहोस्। म यसलाई भन्दै गर्दा म स्लाइडमा नजरीको अर्थ म तपाईँलाई बताउँछु। सबैभन्दा पहिलो कुरो नजरीको अर्थ हो परमेश्वरको कामको लागि नियुक्ति भयो। तपाईँसँग खाता र पेन छ भने लेख्नुहोस्। तपाईँलाई कुनै दिन सोधिन्छ यी कुराहरू मण्डलीमा जब हामी आउँछौँ यी कुराहरू हामीले दिमागमा राख्नुपर्छ। सक्नुहुन्छ भने लेख्नुहोस्। नजरीको अर्थ परमेश्वरको कामको लागि नियुक्ति भएको पहिलो कुरो। दोस्रो नियमलाई पालन गर्ने तेस्रो मुकुट हो। नजरीको अर्थ नाजरीको अर्थ चाहिँ परमेश्वरको कामको लागि नियुक्ति। हजुर नाजिरीको अर्थ चाहिँ परमेश्वरको कामको लागि नियुक्ति भएको नियमलाई पालन गर्ने मुकुट अर्थात् क्रोन हो नजरीको अर्थ। अनि परमेश्वरले स्वर्गदूतले यो कुरोहरू भन्दछ उसको आमालाई कि यो नानीको केसमा कहिले पनि छुराहरू नलगेस् नकाटियोस् भनेर एउटा चेतावनी दिएको छ। अनि त्योभन्दा अगाडि दाग र कुनै दाग मध्यहरू नपिउनु भनेर चाहिँ चेतावनी दिएको कुरोहरू छ। प्रियहरू जब परमेश्वरबाट मानिस कहाँ चेतावनी आउँदछ त्यो चेतावनीलाई तपाईँ र मैले स्वीकारेर त्यो अनुसार हामी अघि बढ्यौँ भनेदेखिलाई परमेश्वरले हाम्रो जीवनमा हाम्रो व्यक्तिगत जीवनमा आशिष दिनुहुन्छ। तपाईँले सिमसोनको कुरालाई हेर्नुभन्दाखेरि सिमसोन यति बलियो मान्छे थियो। उसँग सबै कुराहरू थियो तर उसँग घमण्डको कुराहरू पनि थियो। प्रियहरू तपाईँले मलाई अर्को स्लाइड दिनुहोस्। अर्को स्लाइडले यहाँनिर न्यायकर्ता 14 अध्याय र 15 अध्यायमा तपाईँले पढ्नुभयो भनेदेखिलाई एउटा घटना तपाईँले देख्नुहुन्छ कि त्यतिखेर सिमसोनले इजरायलीहरूको पक्षमा विजय प्राप्त गरे। इजरायलीहरूलाई चाहिँ फलिस्तीहरूले कब्जा गरेको थियो। हेर्नुहोस् है यो घटना चाहिँ के हो भनेदेखिलाई इजरायलीहरूलाई जो परमेश्वरका निजी प्रजा थिए जो परमेश्वरका लोकहरू थिए उनीहरूलाई चाहिँ फलिस्तीहरूले कब्जा गरेको हुन्छ। फलिस्तीहरूको बन्धनमा 40 वर्षसम्म उनीहरूको बन्धनमा बसेको हुन्छ। उनीहरूले जे अरायो त्यो गर्नुपर्छ। उनीहरूले खा भन्यो भने खाने, सुत भन्यो भने सुत्ने, उठ भन्यो भने उठ्ने, जे कामहरू लगाउँथे फलिस्तीहरूले त्यो इजरायलीहरूले गर्नुपर्थ्यो। किनभने इजरायलीहरू चाहिँ फलिस्तीको कब्जामा थिए। सुन्दै हुनुहुन्छ? कसको कब्जामा थिए इजरायलीहरू? फलिस्तीहरूको कब्जामा भएको कारणले गर्दाखेरि 40 वर्षसम्म त्यो दशामा त्यो अवस्थामा इजरायलीहरू जाँदै गर्दाखेरि त्यहाँनिर इजरायलीहरूले परमेश्वरलाई पुकारा गरे, परमेश्वरसँग प्रार्थना गरे, परमेश्वरसँग निवेदनहरू चढाए। अनि परमेश्वरले एउटा यस्तो स्त्रीलाई चुन्नुभयो। आमाहरू यस्तो एउटा स्त्रीलाई चुन्नुभयो जो स्त्री चाहिँ बाँझी थिए, जो स्त्रीको चाहिँ कहिले पनि जय जन्म भएको थिएन अनि जय जन्म हुने सम्भावना थिएन। बाँझीको अर्थ जय जन्म हुने सम्भावना थिएन। तर परमेश्वरले यो स्त्रीलाई चुन्नु भयो के को लागि? फलिस्तीहरूको हातबाट छुटकारा गराउनुको लागि परमेश्वरले एउटा बाँझी स्त्रीलाई चुन्नु। तपाईँ मण्डलीमा आउनुहुन्छ आमा, तपाईँ पछाडि आएर बस्नुहुन्छ, तपाईँ परमेश्वरको वचन सुनेर फर्केर जानुहुन्छ। म त चर्च जानुपर्छ, आउनुपर्छ, अनि म फर्केर जान्छु, मेरो काम यति रहेछ। होइन प्रिया, तपाईँको जीवनमा परमेश्वरको योजना छ। आमा एउटा बाँझी स्त्रीलाई परमेश्वरले चलाउनु सक्नुहुन्छ भने तपाईँ र म जस्तो पढेको मान्छेलाई, तपाईँ र म जस्तो ज्ञानी आमाहरूलाई, तपाईँ र म जस्तो बुद्धिजीवी आमाहरूलाई, तपाईँ र म जस्तो प्रार्थना गर्ने आमालाई परमेश्वरले चलाउनुहुन्छ। यस कारणले गर्दा म एउटा साधारण विश्वासी चर्चमा आएर फर्केर वचन सुनेर फर्केर जाने यस्तो खालको मात्रै होइन। तपाईँको जीवनमा परमेश्वरको योजना छ। त्यस कारणले गर्दा आज तपाईँ यहाँभित्र हुनुहुन्छ। यो संगतिमा आउनुको लागि भुटनेस इमानुएल चर्चको सिन्साइनिटीको तपाईँ सदस्य भएर मात्रै होइन, तपाईँ यहाँ आउनुको पछाडि तपाईँको व्यक्तिगत जीवनमा परमेश्वरको योजना छ। तपाईँ जब आमाको गर्भमा जन्मिँदै हुनुहुन्थ्यो, म तपाईँलाई एउटा कुरा बताउँ यहाँ, तपाईँ जब आमाको गर्भमा रचिँदै हुनुहुन्थ्यो, हुनसक्छ तपाईँ हिन्दू समाजमा जन्मिनुभयो, हिन्दूको कुनै कुलमा तपाईँ जन्मिनुभयो, विभिन्न ठाउँमा जन्मिनुभयो। तर म तपाईँलाई एउटा कुरा बताउँछु, तपाईँले यीशुलाई विश्वास गर्नु थियो, त्यो परमेश्वरले तपाईँमाथि योजना, तपाईँको आमामा तपाईँ रचिँदै गर्दा, आमाहरू म तपाईँलाई उत्साह दिँदैछु, आमाहरू तपाईँ आमाको गर्भमा रचिँदै गर्दाखेरि तपाईँको जीवनमा परमेश्वरले योजना बनाएको थियो। अनि त्यो योजना अनुरूप आज तपाईँ यहाँ चर्चभित्र हुनुहुन्छ, तपाईँ यहाँ बसिरहनु भएको छ, तपाईँले वचन सुनिरहनु भएको छ। अघि एउटा स्त्रीलाई परमेश्वरले यहाँनिर एउटा बाँझी स्त्रीलाई इजरायलीहरूलाई त्यो बन्धनबाट, फलिस्तीहरूको बन्धनबाट छुटकारा दिनको लागि प्रयोग गर्नुभयो भने तपाईँलाई पनि प्रयोग गर्नको लागि म सक्षम हुनुहुन्छ। हालेलुया। तपाईँलाई प्रयोग गर्नको लागि अब तयार हुनुहुन्छ। कुनै पनि अवस्थामा तपाईँ भाग्नु होला, तपाईँको जीवनमा तपाईँ कुद्नु होला, तपाईँको जीवनमा तपाईँ घरमा बसेर म त यस्तै रहेछु भनेर बस्नु होला। नो, तपाईँलाई युज गर्नुहुन्छ।
तपाईँ जति भाग्नुहोस्, तपाईँ जति कुद्नुहोस्, तपाईँ जति टाढो जानुहोस्, तर तपाईँको जीवनमा परमेश्वरको योजना छ। एउटा बाँझी स्त्रीलाई प्रभुले प्रयोग गर्नुभयो। हामीलाई थाहा छ नि योनाको बारेमा। योना भागेर गयो। योनाको जीवनमा परमेश्वरको योजना कति ठुलो थियो। 33मा प्रचार गर्नुपर्ने, 33का ती जातिहरूलाई परमेश्वरको पश्चातापको कुराहरू त्यहाँनिर भन्नुपर्ने त्यत्रो ठुलो योजना थियो परमेश्वरको। भागेर गयो, जहाजमा भागेर गयो। जहाजभित्र पनि तुफान आयो, पानी आयो, जहाजबाट पनि टिपेर फ्याँक्नु पर्ने अवस्था भयो योनालाई। अनि योनालाई त परमेश्वरले के पनि गर्नुभयो, ठुलो माछा, माछाको नाम विराट माछालाई फटाउनु भयो। अनि विराट माछाले त योनालाई त निलेर पेटभित्र 3 दिन र 3 रात त योना त माछाको पेटभित्र थियो। अनि माछाको पेटभित्र पश्चाताप गर्छ, प्रभु हे परमेश्वर, मैले गल्ती गरेको छु। तपाईँले मलाई जहाँ पठाउनु भएको ठाउँ, त्यो ठाउँमा म गएन रहेछु। अब म यहाँबाट निस्केर गएर म त्यो देशमा जान्छु, त्यो ठाउँमा जान्छु। किन ऊ त्यो ठाउँमा जान मानेन भने त्यो ठाउँका मानिसहरू एकदमै घमण्डी थिए। त्यो ठाउँका मानिसहरूले एकदमै दोष लाउने कुराहरू, कुट्ने पिट्ने, थुप्रै किसिमको नराम्रो व्यवहार गर्ने कामहरू, व्यभिचारको स्पिरिटहरू थियो त्यहाँनिर। त्यस कारणले गर्दा ऊ जान मानेन त्यहाँ। तर परमेश्वरको योजना योनासम्म भएको कारणले गर्दा माछाको पेटबाट परमेश्वरले निकाल्नु भयो। अनि योना गयो, त्यो देशमा प्रचार गर्यो, त्यो 99 सहर बाँचेको छ। हालेलुया। आमा तपाईँ यहाँ हुनुहुन्छ, तपाईँको जीवनमा परमेश्वरको योजना छ। तपाईँ भाग्नुहुन्छ होला, तपाईँ के गर्नुहुन्छ होला। कतिजना आमाहरू हुनुहुन्छ यहाँनिर, स्तुति प्रशंसाको लागि तपाईँलाई परमेश्वरले प्रयोग गर्न खोज्नु भएको छ। विगतको दिनमा प्रभुले आवाज दिनुभएको छ, छोरी म तँद्वारा चाहिँ स्तुति प्रशंसालाई लिड गर्नको लागि यो मण्डलीमा नियुक्ति गर्छु। हामी पर बसिराखेको छौँ। होइन होला, हाम्रो बुढाप्रति हामी कन्फर्मेसन भएको छैन होला। हामी पर बसिराखेको छौँ। होइन होला, राम्रो राम्रो गाउनेहरू छ, म त होइन होला। नो, तपाईँ भाग्दै हुनुहुन्छ। अब तपाईँ फर्केर आउनुपर्छ। तपाईँको कारणले गर्दा भुन्डिस इमानुएल चर्च अफ सिन्सानिटी मात्र होइन, सिन्सानिटी भएका प्रत्येक मण्डलीहरू, प्रत्येक जातिहरू आशिषित हुनेछन्। अनि परमेश्वरको वचनले भन्छ थोरै चाहिँ के हुनेछन्, हजार हुनेछन्। अनि निर्बल जाति चाहिँ सामर्थ्य जाति हुनेछ। हामी थोरै थियौँ, पढ्दैछ। हामीलाई परमेश्वरले महान काम गर्दैछ। आमाहरू, म तपाईँलाई साथ दिन चाहन्छु। तपाईँ कहाँ हुनुहुन्छ? तपाईँ के गरिराख्नु भएको छ? तपाईँको घरमा मेरो त यो छ, मेरो त त्यो छ, यो काम छ, हेन काम छ। होइन, आमाहरू, तपाईँको जीवनमा परमेश्वरको योजना छ। एउटा बाँझी स्त्रीलाई परमेश्वरले स्वर्गदूत आएर त्यहाँनिर प्रयोग गर्दछ भने तपाईँको जीवनलाई प्रयोग गर्छ। अब यहाँनिर के भयो भनेदेखिलाई जब यो शब्दहरू प्रयोग गर्यो, तपाईँले मुनि पढ्दै गर्नुभयो, 5 अध्यायदेखि उँधो पढ्दै गर्नुभएदेखिलाई सिम्सनको बाबुले त स्वर्गदूत समय यति बेसी प्रश्न गरेको छ, यति बेसी प्रश्न गरेको छ, प्रश्न गरेको छ। अन्तिममा गएर उहाँको आवाजलाई स्पष्ट रूपमा सुन्छ। अनि मात्र सिम्सनको बाबुले त्यो कुरालाई स्वीकार गर्छ। प्रियहरू, आजको दिनहरूमा हामीलाई चाहिएको आवश्यकता कुराहरू परमेश्वरको आवाजलाई हामी सुनौँ, मानिसको कुरालाई होइन। मसँग क्षमता होला, मसँग ज्ञान बुद्धि विवेक होला, म पढेको मान्छे होला, ममा धेरै किसिमको खुबी होला। नेभर प्रियर, परमेश्वरको उपस्थितिमा हाम्रो खुबीले काम गर्दैन। परमेश्वरको उपस्थितिमा हाम्रो दिमागले काम गर्दैन, हाम्रो एजुकेसनले काम गर्दैन, हाम्रो कुनै पनि कुराहरूले काम गर्दैन। तर परमेश्वरको उपस्थितिमा हाम्रो जीवन उहाँलाई समर्पण गर्नु नितान्त आवश्यकता छ। सिम्सनको जीवनलाई तपाईँले हेर्नुभयो भनेदेखिलाई 14 अध्याय र 15 अध्यायमा यति ठुलो काम गर्यो उसले। इजरायलीहरूलाई फलिस्तीहरूको हातबाट बचाउनुको लागि उति साह्रो सक्षम भयो। युद्ध गर्नुपर्ने अवस्था पनि ऊ एक्लै थियो। उसले त्यहाँनिर युद्ध गर्यो। उसले त्यहाँनिर गर्ने कुराहरू, जे कुराहरू परमेश्वरले अराउनु भएको थियो ती कुराहरू उसले गर्यो। उसँग परमेश्वर भएको कारणले गर्दा, ऊ बलवन्त मान्छे भएको कारणले गर्दा युद्ध लड्नको लागि अरू मानिसहरूको आवश्यकता परेन। ऊ आफैले परमेश्वरको पक्षमा युद्ध गरिदियो। युद्ध गर्यो अनि उसले विजय प्राप्त गरे। उसको जीवनमा बिस्तारै 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 घमण्डहरू बढ्न थाल्यो। म त बलियो मान्छे, म त तागतिलो मान्छे, म त यो, म त त्यो भनेर उसको जीवनमा बिस्तारै 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 शैतानले प्रवेश गर्न थाल्यो। दुष्टका युक्तिहरू प्रवेश गर्न थाल्यो। तपाईँले हेर्नुभयो भनेदेखिलाई लुसिफरको कुरा हेर्नुहुन्छ यशाया 14 अध्यायमा। लुसिफर स्वर्गबाट झारिएको छ। लुसिफर भनेको चाहिँ स्वर्गदूत हो, सबैभन्दा सुन्दर स्वर्गदूत। स्वर्गमा उसले घमण्ड गर्यो, म त स्वर्गदूत हुँ, म त परमेश्वर भन्दा माथि हुने रहेछु, परमेश्वरले गरेको भन्दा ठुला ठुला काम गर्ने रहेछु भनेर जब उसको जीवनमा घमण्ड आयो, घमण्ड उसको जीवनमा उत्पन्न भयो नि ऊ माथिबाट सम्पूर्ण रूपमा स्वर्गमा खसालिएको छ। अनि ऊ खस्दाखेरि थुप्रै कुराहरू भएको छ। त्यो कुराहरू हामीले विगत दिनमा हेरिराखेका छौँ। प्रियहरू, सिम्सनको जीवनमा पनि यस्तै भयो। उसलाई परमेश्वरले बल दिनुभएको थियो। मलाई अर्को स्लाइड दिँदै जानुहोस् तपाईँ। अर्को स्लाइडमा हामी न्यायकर्ता 14 अध्यायको 6 पदमा यहाँ हेर्नुहोस् सिम्सनले के गरेको छ। म यहाँ पढ्दा पनि हुन्छ तपाईँ। तब परम प्रभुको आत्मा झट्टै सिम्सनमा आउनुभयो र तिनको हातमा केही हतियार थिएन। 14 पदमा लेखेको छ, 14 पदमा लेखेको छ, 14 पदमा लेखेको छ। 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 14 पदमा लेखेको छ, 14 पदमा लेखे
नभए तापनि तिनले त्यस सिंहलाई एउटा पाठालाई चाहिँ च्यापचुप गरिदिए। तर आफूले गरेको कुरा तिनले बाबुआमालाई चाहिँ बताएनन्। ओह्रालो जाँदै थियो, पलिस्तीहरूको देशमा ओह्रालो जाँदै थियो। ओह्रालो जाँदै गर्दाखेरि उसले बाटोमा चाहिँ सिंहलाई भेट्छ। सिंहलाई भेट्दाखेरि कस्तो होला हामीलाई कस्तो होला? डर लाग्छ। जिउहरू अत्र भएर फुलेर हामी सायद खुट्टै लाग्दैन होला। तर सिम्सोनले सिंहलाई भेट्ने बित्तिकै सिंहलाई च्यातार चुतुर च्यातेर फ्याँक्नुभन्दा अगाडि के भएको छ? परमेश्वरको आत्मा सिम्सोन माथि आएको छ अनि उसले बल पाएको छ, सामर्थ्य पाएको छ। अनि उसले के गर्यो? सिंहलाई च्यातचुत पार्यो। सिंहलाई उसको बराबुरुक पारेर काटकुट पारेर खायो। अनि धेरै वर्ष पछाडि फेरि त्यही बाटो भएर जाँदाखेरि उसले सिंहको सिङ त्यहाँ फ्याँकेको हुन्छ। त्यहाँ चाहिँ उसले मह भेट्छ अनि मह काटेर त्यही बाटो गएर जान्छ। अनि इजरायलीहरूलाई गएर पलिस्तीहरूलाई गएर प्रश्न गरिदिन्छ। थुप्रै कुराहरू उसले गरेको छ। तपाईँले यहाँ तल हेर्नुभयो भनेदेखिलाई, तल पढ्दै आउनु भन्दाखेरि यसरी एउटा अर्को थापिदिन्छ इजरायली पलिस्तीहरूलाई। उसले सबैभन्दा गुलियो के हुन्छ र महभन्दा बलियो को हुन्छ भनेर उसले प्रश्न गरिदियो। पलिस्तीहरूलाई प्रश्न गरिदियो। यो प्रश्नको उत्तर जान्न सक्यो भने म इजरायलीहरूको विरोधमा युद्ध नगरौँला, पलिस्तीहरूको विरुद्धमा युद्ध नगरौँला भनेर चाहिँ उसले त्यहाँनिर प्रश्न गरिदियो। त्यो प्रश्नको उत्तर पनि उनीहरूले त्यहाँ दिन सकेन। किन भन्दा एउटै कारण थियो, सिम्सोनसम्म परमेश्वरको आत्मा जतिखेर पनि आउनुहुन्थ्यो र उसले बल पाउँथ्यो, त्यो सामर्थ्य पाउँथ्यो, उसले शक्ति पाउँथ्यो, जे पनि कुरोहरू गर्न सक्यो। मण्डलीमा प्रियहरू के हुन्छ भने विभिन्न मिनिस्ट्रीहरू छ, 5 मिनिस्ट्रीहरू छ, विभिन्न दान र वरदानले भरिएको मानिसहरू छन्, बोल्न सक्ने क्षमता भएको मानिसहरू छौँ हामी। ती कुराले हाम्रो जीवनमा घमण्डको कुरोहरू उत्पन्न गराउँछ। म बोल्न राम्रो जान्दछु, वचन बोल्न, म गिटार राम्रो बजाउन जान्दछु, मलाई स्तुति प्रशंसा राम्रो गर्न आउँछ, मलाई यो काम राम्रो गर्न आउँछ, मलाई चर्चको विभिन्न कुराहरू गर्न मलाई राम्रोसँगले आउँछ भन्दा अब यो चिज चाहिँ के हुन्छ? घमण्डमा परिणत हुन्छ। म त यो पुट्न, म त त्यो उठ्न, म यो म त्यो, अनि अनि हाम्रो जीवनमा विनाश आउँछ। म तपाईँलाई बताउँछु अहिले सिम्सनको जीवनमा कस्तो विनाशहरू आयो, जसले चाहिँ सिंहलाई भत्ताभुङ्ग पारेर मारिदिएर, यहाँ पढ्नुहोस् तपाईँले देख्नुहुन्छ, च्यापचुप गरिदिए भनेको छ। सिंह जस्तो चिजलाई च्यापचुप गरिदिने सामर्थ्य सिम्सनसम्म थियो। तर उसको जीवनमा बिस्तारै घमण्ड आउन थाल्यो। मलाई कस्तो लाग्यो? बिस्तारै घमण्ड आउन थाल्यो। यहाँनिर मैले एउटा कुरा बताउन खोजेको छु। न्यायकर्ताको 16 अध्यायको 17 देखि 18मा तपाईँले पढ्नु भनेदेखिलाई सिम्सोनको यहाँनिर मास्तिर एउटा स्लाइड हरायो। अलिकति मास्तिर जुँदा उँभो जुँदा एउटा स्लाइड हरायो। अझै मास्तिर छैन रहेछ। ठिकै छ, हुँदैछ। न्यायकर्ता 16 अध्यायको 17 र 18 पढ्नु भयो भनेदेखिलाई उसको जीवनमा परीक्षा हुन थाल्यो। 16 अध्यायको 17 र 18 पद पतन भयो उसको जीवन। तिनले भने मेरो कपालमा कहिल्यै छुरा लागेको छैन, किनभने जन्मैदेखि परमेश्वरको निम्ति अलग गरिएको म एक नाजिरी हुँ। यदि मेरो कपाल खौरियो भने मेरो बल मबाट गइहाल्नेछ र म अरू मानिस जस्तै निर्बल हुनेछु। तिनले सबै गुप्त कुरा बताएका हुन् भनेर जब दलिलाले थाहा पाए तब त्यसले पलिस्तीहरू कहाँ मुखियाहरूलाई ढाकी पठाई र भनी, झट्टै आउनुहोस्, तिनले मलाई आफ्ना गुप्त कुरा बताएका छन्। यसैले पलिस्तीहरूका मुखियाहरू आएर आफ्ना साथमा चाबी पनि ल्याए। त्यसले सिम्सोनलाई आफ्नो काखमा सुताई र एकजना मानिसलाई बोलाएर सातैवटा लट्टा खौरिन लगाई। यसरी दलिलाले सिम्सोनलाई काबुमा पार्न लागि अनि तिनको बल हट्यो। अब यहाँनिर के थियो भनेदेखिलाई जबसम्म सिम्सोनको केस खौरिँदैन थियो तबसम्म उसको बल हटेर जाँदैन थियो। के थियो भने पलिस्तीहरूले चाहिँ त्यो कुराहरू खोजिराखेका थिए, कसरी चाहिँ सिम्सोनको बल घट्छ भनेर। अनि पलिस्तीहरूले चाहिँ एउटा स्त्रीलाई जसको नाम हो दलिलालाई प्रयोग गरेका थिए।
पलिस्तीहरूले कि तिमी चाहिँ सिम्सनसँग प्रेम सम्बन्धमा बाँध। लभ गर्ने नानीहरूले सुन्नुपर्छ है, यहाँ ध्यान दिने कुरा। प्रेममा बाँधियौ अनि उसको गुप्त कुरा के रहेछ त्यो तिमीले बुझ अनि हामी सिम्सोनलाई नष्ट गर्नुपर्छ भनेर चाहिँ पूर्ण तयारीको साथमा दलिला नामक जो चाहिँ व्यभिचारी स्त्री पनि हो दलिलालाई प्रयोग गरे। अनि दलिलाले थुप्रैचोटि प्रश्नहरू गर्छ, घरि के उत्तर दिन्छ, घरि के उत्तर दिन्छ सिम्सोनले। तर अन्तिममा गएर दलिलाको प्रेममा फसिजान्छ त्यो मान्छे सिम्सोन। दलिलाको प्रेममा फसिजान्छ, उसको मायामा फसिजान्छ अनि उसको काखमा लटपटा भएर सुतेर चाहिँ उसको गुप्तका कुराहरू एउटा अन्य जाति स्त्रीलाई प्रकट गरिदिन्छ। दलिला चाहिँ को हो? अन्य जाति स्त्री हो, पलिस्ती हो, इजरायली घरानाको मान्छे चाहिँ सिम्सोन। अनि उसले चाहिँ अन्य जाति स्त्रीसँग माया गर्छ, प्रेम गर्छ, काखमा सुत्छ, लटपटा हुन्छ अनि अन्य जातिको अगाडि परमेश्वरले दिनुभएको त्यो गुप्तका कुराहरू प्रकट गरिदिन्छ। अनि भन्छ त्यहाँनिर यदि तिमीहरूले मेरो 7वटा यो लट्टा छ नि यसलाई काट्यौ भने मेरो बल फेरि घटेर म साधारण मान्छे जस्तो हुन्छु, निर्बल हुन्छु म भनेर उसले प्रकट गरिदिन्छ। अनि दलिलाले च्याप्पै उसको काखमा उसलाई सुताउँछे, उसलाई मताउँछे, उसलाई त्यहाँ राख्छे अनि इजरायलीहरूलाई बोलाउँछन्। इजरायलीहरू परबाट कुदेर आउँछन् र उनीहरूलाई बाँधेर त्यो सबै 7वटै त्यो केसहरू खौरिदिन्छन्। अनि सिम्सोन जस्तोको त्यस्तै थियो, सिम्सोनको बल सबै घटेर गएको थियो। अब मेरो विषयमा म आउँदैछ प्रिय, अब मेरो विषयमा आउँदैछ। अब सिम्सोनलाई के भयो भनेदेखिलाई ममा त त्यही बल छँदैछ, मसँग त त्यो बल छँदैछ, मसँग त्यो बल घटेको छैन भनेर उसले आफूलाई त्यही बलमा तुलना गरिराखेको थिए। अनि उसलाई मन्दिरका ठुला खाँबाहरू हुन्छ, त्यो ठुला खाँबाहरूमा बाँधिदिन्छ। तपाईँले 20 अध्यायदेखि उँधो पढ्दै आउनुभयो भनेदेखिलाई सिम्सोनको आँखाहरू निकालिदिएको छ, म पढ्दैछु। तब त्यसले कराएर भनी सिम्सोन पलिस्तीहरू तपाईँमाथि आइलागेका छन् है भनेर चाहिँ भनिदियो उसले। अब पलिस्तीहरू आएपछि के भयो भने तिनी आफ्ना निन्द्राबाट जागे, अघि चाहिँ काखमा सुतेर लट्टापट्टा भइराखेको त्यहाँ निदायो उनी, गुप्तका कुराहरू त्यहाँ प्रकट गरिदिएको उनलाई थाहा भएन। अनि आफ्ना निन्द्राबाट पिउँझे र भने म सधैँ चाहिँ आफूलाई मुक्त गराउँछु। अघि निन्द्रामा थिए, निन्द्राको समयमा आफ्नो गुप्तका कुराहरू प्रकट गरिदिए अनि उनले के भन्दैछन्, म सधैँ चाहिँ मुक्त पाउनेछु, इजरायलीहरूबाट म बाँच्नेछु भनेर उनले सम्झिरहेको छ अझै पनि यहाँ। तर परमप्रभुले तिनलाई छोडिसक्नु भएको छ भनी तिनलाई थाहै भएन। प्रियहरू, म तपाईँलाई यहाँनिर के बताउन चाहन्छु भनेदेखिलाई धेरैचोटि हामी आफ्नो ठाउँबाट हामीलाई प्रार्थना गर्ने समय छैन, हामीलाई बाइबल पढ्ने कुराहरू छैन, हामीलाई थुप्रै कुराहरू छैन, कामहरू छ हाम्रो, यति व्यस्त छौँ हामी कामबाट आएर अलिकति सानो समय निकालेर हामी परमेश्वरलाई समय दिन सक्दैनौँ, प्रार्थना गर्दैनौँ। अनि हामीलाई के लाग्छ भने हामीले त प्रभुलाई विश्वास गरेको छ, हामीसँग त प्रभु हुनुहुन्छ। तर यहाँनिर प्रियहरू प्रभु यीशु मसीह के हुनुहुन्छ भने मण्डलीको दुलहा हुनुहुन्छ, हामी चाहिँ दुलही हो। प्रभु यीशु मसीह चाहिँ दुलहा हुनुहुन्छ र हामी चाहिँ दुलही हो। त्यस कारणले गर्दा दुलही चाहिँ जहिले पनि तयारी हुनु पर्यो, दुलहा कतिखेर आउँछ। एकचोटि म दिल्लीमा गएको थिएँ, त्यहाँनिर के हुँदो रहेछ भनेदेखिलाई आमाहरू दिनभरि चाहिँ यता मैला सैला लुगा लगाएर बस्ने, नानीहरूसँग खेल्ने उफ्रिने गराउने चिज हुने, तर बेलुका भएपछि चटाक लुगाहरू साडीहरू लगाउने, सुन्दरी हुने अनि बस्ने गर्दो रहेछन्। अनि म त छक्कै लाग्यो त्यो कुरालाई देखेर। अनि के रहेछ भनेर हेर्दाखेरि त के रहेछ भने बेलुका चाहिँ श्रीमानहरू कामबाट थाकेर आएपछि चाहिँ उनीहरू मैलामा झुम्रो जस्तो त्यस्तो अवस्थामा बस्दाखेरि चाहिँ श्रीमान रिसाउँछ भनेर श्रीमान कामबाट जति नै टेन्सन भएर आएका छन् अनि श्रीमती चुटुक भएको देख्ने बित्तिकै उसको त्यो अघिको दुःखहरू बिर्सिन्छ अनि घरमा आएपछि शान्ति वातावरण हुन्छ भनेर त्यहाँ आमाहरूले त्यसो गर्दो रहेछ। प्रियहरू, हामी प्रभु यीशु ख्रीष्टका दुलहीहरू हौँ, प्रभु यीशु ख्रीष्टका दुलही हौँ। तपाईँ र मेरो पहिरन, आत्मामा पहिरन कस्तो छ, तपाईँ र मेरो पहिरन कस्तो छ, हामीले कस्तो कुराहरूलाई पहिरिराखेका छौँ। हामी लतालिङ्गा भइहाल्छ, हामीले प्रभुलाई विश्वास गऱ्यौँ भइहाल्छ भन्ने कुराहरू छ कि म अब स्लाइड दिनुहोस् न। यहाँनिर मैले एउटा कुरा भन्न चाहेको छु, अझै मुनि के भएछ यहाँनिर मैले एउटा कुरा भन्न चाहेको छु। अहिले हामी माथि जान्छौँ। Beginning of Christian is not about changing our religion. It's about creation or relationship with Jesus Christ. ख्रिस्ट यीशुलाई विश्वास गर्नु भनेको चाहिँ धर्म परिवर्तन गर्नु होइन, तर ख्रिस्टसँगको सम्बन्ध। इट्स अ रिलेसनसिप विथ गॉड, इट्स अ रिलेसनसिप।
हाम्रो सम्बन्ध परमेश्वरसँग सधैँ बनिरहनु पर्यो, सधैँ बनिरहनु पर्यो। दुल्हा हुनुहुन्छ उहाँ, हामी दुलही हौँ, उहाँलाई भेट्नको लागि हामी जहिल्यै तयारी भएर बसिरहनु पर्यो। क्रिस्चियनिटी इज नट अ रिलिजन, यो चाहिँ कुनै धर्म होइन है प्रियहरू। यसलाई हामीले धर्मको रूपमा हेऱ्यौँ भनेदेखिलाई तपाईँ र मेरो जीवनमा समस्याका कुराहरू आउँछन्, बट दिस इज अ रिलेसनसिप विथ गॉड। यो चाहिँ प्रभु यीशु ख्रीष्टसँगको परमेश्वरसँगको सम्बन्ध हो। उहाँसँगको सम्बन्धलाई तपाईँलाई मैले जहिले पनि जोडिराख्नु पऱ्यो, बनाइराख्नु पऱ्यो। एउटा स्त्रीसँग एउटा स्त्री र पुरुषको डिभोर्स भयो भने के हुन्छ? भोलिको दिन डिभोर्स भयो भने उसले हिजोको उसको श्रीमती छ, भोलिपल्ट उसले तिमी मेरो श्रीमती हो भन्न पाउँछ र पाउँदैन? डिभोर्स भइसकेपछि प्रियहरू, प्रभु यीशु ख्रीष्टसँग पनि तपाईँको र मेरो सम्बन्ध रिलेसनसिप बनाइराख्नु एभ्री डे, प्रत्येक दिन प्रार्थनामा, बाइबल पढाइमा, प्रचार गराइमा, हरेक कुराहरूमा तपाईँहरूमा तैनात हुनु पर्यो, तयारी हुनु पर्यो। मासतिर अलिकति जानु सकेको। अनि हामीले यहाँनिर हेऱ्यौँ उसको कारणले गर्दा परमेश्वरको महिमा भएन। अहिले मैले पढेँ यहाँनिर कसको कारणले गर्दा, एउटा सिमसोनको कारणले गर्दाखेरि फलिस्तीहरूको हातबाट इजरायलीहरूलाई बचाउन सक्ने अवस्था भएन। ऊ आफै मृत्युमा जानु पर्यो। ऊ यस्तो मृत्युमा गयो उसको आँखाहरू निकालिदियो। हेर्नुहोस् है, आँखाहरू निकालिदियो, शरीर भत्ताभुङ्ग भयो। अनि उसँग एउटा घमण्ड चाहिँ खिँदै थियो। उसँग उसको त्यो एउटा घमण्ड चाहिँ के थियो? मसँग त बल छ, मसँग त तागत छ, मसँग त सबै कुरोहरू गर्न सक्ने क्षमता छ भनेर उसले सम्झ्यो। अनि त्यो मन्दिरमा ठुलो गजुरहरूमा बाँधेको थियो, यत्रो यत्रो फलामे खाँबाहरूमा बाँधेको थियो। उसले अन्तिममा त्यो खाँबाहरूलाई भत्काउनलाई पुरा बल गर्यो। अब उसको बलहरू छैन, किनकि परमेश्वरको आत्माले सिमसोनलाई छोडेर गइसक्नु भएको थियो। परमेश्वरको आत्मा अब सधैँ सिमसोनसम्म हुनुहुन्न थियो। त्यसको एउटा कारण थियो, उसले चाहिँ गुप्तका कुराहरू फलिस्तीहरूको अगाडि प्रकट गरिदियो र एउटा स्त्रीको अगाडि प्रकट गरिदियो। प्रियहरू, तपाईँको र मेरो होलिनेस छ नि, होलिनेस भन्ने कुराहरू, यो कुराहरू सबैभन्दा महत्त्वपूर्ण। हाम्रो सम्बन्ध ख्रीष्टसँग कस्तो छ त्यो कुराहरू, तपाईँको र मेरो सम्बन्ध यीशु प्रभुसँग कस्तो छ त्यो हामी अरूले देख्न सक्छौँ। तपाईँले मेरो जीवनमा ख्रीष्टसँगको मेरो सम्बन्ध कस्तो छ तपाईँले देख्न सक्नुहुन्छ मलाई, अनि म तपाईँलाई देख्न सक्छौँ, हामी तपाईँलाई देख्न सक्छौँ। एक अर्काले ख्रीष्टसँग यो मान्छेको सम्बन्ध कस्तो छ भन्ने कुरालाई हामी देख्न सक्छौँ। अनि प्रियहरू, यो कुराहरू हामीले यहाँनिर बुझ्नुपर्ने कुराहरू के हो भनेदेखिलाई, सिमसोनले आफ्नो जीवनमा घमण्डको कुराहरू थियो। उसले यति साह्रो घमण्ड आउँथ्यो कि म त जे पनि गर्न सक्छु भनेर, तर उसँग परमेश्वर हुनुहुन्न थियो भन्ने कुरा उसले थाहै पाएन। प्रियहरू, यहाँबाट हामी के लेसन सिक्न सक्छौँ? हाम्रो जीवनमा, हाम्रो व्यक्तिगत जीवनमा धेरैचोटि हाम्रोमा घमण्डको कुराहरू हुनसक्छ। पिटर आचार्यकोमा हो म त यत्रो वर्ष भयो पास्टर भएको भन्ने घमण्ड हुनसक्छ। 18-19 वर्ष मैले सेवाकाय गरेँ भन्ने मसँग घमण्ड हुनसक्छ। मसँग म वचन प्रचार जतिखेर पनि गर्न सक्छु भन्ने घमण्ड हुनसक्छ। मसँग गाडी चलाउन सक्छु भन्ने मसँग घमण्ड हुनसक्छ। मसँग थुप्रै मेरो छोराछोरी ठुलो भयो भन्ने घमण्ड हुनसक्छ। थुप्रै किसिमको घमण्ड हुनसक्छ। आज यहाँ प्रभुको वचनबाट सुन्दै गर्दा तपाईँलाई मैले आफैलाई जाँच्ने कुरा, तपाईँलाई म के गरिराखेका छौँ, कुन चिजले परमेश्वरको महिमा हुनदेखि रोकिराखेको छ तपाईँले मेरो परिवारमा, तपाईँले मेरो परिवारमा कुन चिजले परमेश्वरको महिमा हुन रोकिराखेको छ। हामीले कतिको परिवारमा आमा बाबुको नानीहरूले आज्ञा पालन गर्दैछौँ। मण्डलीमा हामीले हाम्रो जिम्मेवारीप्रति कति त हामी विश्वासित भएको छैनौँ। भइहाल्छ, हामीले जब विश्वासको क्षेत्रमा मण्डलीमा हामीले भइहाल्छ शब्द प्रयोग गर्छौँ त्यहाँ समस्या हुन्छ है। भइहाल्छले कहिले पनि परमेश्वरको महिमा हुन सक्दैन। परमेश्वरको महिमा हुनको लागि चाहिँ हाम्रो जिम्मेवारीप्रति लगनशील भएर, चाहे सानो होस् चाहे ठुलो होस्, चाहे जस्तो होस्, तपाईँलाई मण्डलीमा जे जिम्मेवारी छ त्यो कुरामा लगनशील भएर विश्वासयोग्य भएर अघि बढ्यो भनेदेखिलाई परमेश्वरले तपाईँलाई मलाई उछाल्नुहुन्छ, परमेश्वरले तपाईँलाई मलाई आशिष दिनुहुन्छ। मलाई अर्को स्लाइड दिँदै जानुहोस्, अर्को स्लाइड। अब अर्को अघि भनिसकेको छ। म तपाईँलाई यहाँनिर एउटा कुरा बताउन चाहन्छु। आज तपाईँले यो लेख्न सक्नुहुन्छ, लान सक्नुहुन्छ। रुथ पनि एउटी विधुवी थिइन्, तर परमेश्वरले उनलाई आमा बनाउनु भयो। रुथ पनि एउटी विधुवी स्त्री थिइन्, तर रुथलाई परमेश्वरले आमा नै बनाएर छोड्नुभयो। विधुवीलाई विवाह गरेको, उसको श्रीमान सानैमा मर्यो र पनि परमेश्वरले आमा बनाएर छोड्नुभयो। एस्तर एउटी विदेशी थिइन्, तर परमेश्वरले तिनलाई परमेश्वरले उनलाई रानी बनाउनु भयो। एस्तर चाहिँ कस्तो मान्छे थिइन्? परदेशी मान्छे, कहाँ परदेशबाट आएको मान्छेलाई परमेश्वरले एस्तर रानीलाई रानी बनाउनु, एस्तरलाई रानी बनाउनु। दानियल एक दास थिए। दानियललाई त्यो ठाउँमा दासको रूपमा किनेर लगिएको थियो, तर परमेश्वरले उनलाई
बडा हाकिम प्रधानमन्त्री भनेको छु मैले यहाँ बडा हाकिम बनाउनु भयो। दानियल दासको रूपमा किनिएर लगिएको थियो। दानियललाई किनिएर त्यो देशमा लगिएको थियो अनि त्यो देशमा परमेश्वरको साक्षी भएर बसेको कारणले गर्दा परमेश्वरले दासबाट दानियललाई ठुलो मान्छे बनाउनु भयो। मैले यहाँ प्रधानमन्त्री पद दिएको छु उसलाई। दाउद एउटा गोठालो थिए तर पनि परमेश्वरले उनलाई राजा बनाउनु भयो। दाउद एउटा के थिए? गोठालो थिए। उनले के जान्नु? उसको हातमा के मात्रै थियो? ग्याटिस मेत्र मात्रै थियो। तर परमेश्वरले के गर्नु उनलाई? राजा हो। यहाँ तपाईँले हेर्न सक्नुहुन्छ। मैले सबैले देखुन् भनेर बनाएको छु। मुसा एउटा असफल भएका व्यक्ति थिए। असफल कसरी भयो भनेदेखिलाई मुसाले दुईजना मान्छे इजरायली र त्यहाँको मिश्र देशको मान्छे युद्ध गर्दै गर्दाखेरि कसैलाई त्यहाँ मारेर चाहिँ माटो पनि छोपिदिएको छ। ऊ एउटा असफल व्यक्ति थिए तर परमेश्वरले के गर्नुभयो? मुसा एउटा असफल मानिस व्यक्ति थिए तापनि परमेश्वरले उनलाई अगुवा बनाउनु भयो। प्रियहरू, म त असफल मान्छे, म त बदमास मान्छे, मलाई त केही पनि आउँदैन होइन। मुसा जस्तो असफल मान्छेलाई परमेश्वरले के बनाउनु भयो? इजरायलीहरूलाई मिश्र देशबाट लानको लागि 40 वर्ष यात्रा गर्नको लागि एउटा लिडरसिपमा परमेश्वरले लानुभयो। तपाईँ जहाँ हुनुहुन्छ, तपाईँ जे गर्दै हुनुहुन्छ, तपाईँभित्र पनि परमेश्वरको योजना छ। जसरी मुसाको जीवनमा तपाईँको परमेश्वरको योजना थियो। पत्रुस माछा पक्रने जालारी थिए तर पनि परमेश्वरले उनलाई वचन प्रचार गर्ने प्रचारक बनाउनु भयो। पत्रुस चाहिँ कस्तो मान्छे थिए? माछा मार्ने मानिस पो थिए। प्रभुले के भन्नुभयो? अब उपरान्त तिमी माछा होइन मानिसको जालारी हुनेछौ। अनि पत्रुस हिँड्दै गर्दाखेरि यसरी टुई टुई हिँड्दै गर्दाखेरि पत्रुसको छायाहरू मानिसहरू माथि पर्दा, रोगी बिमारीहरू माथि पर्दा रोगी बिमारीहरू जाती हुन्थे। हालेलुया। पत्रुस त्यस्तो मानिसहरू थिए। परमेश्वरले प्रयोग गर्नुभयो। अर्को पठाउनुहोस्। छ यहाँ लामो छ कुरा। पावल एउटा हतियारा थिए। पावलले हतियार कति विश्वासी मारे। कति क्रिस्चियनलाई सताए पावलले। दमिश्कको उकालोमा परमेश्वरले पावललाई परिवर्तन गर्नुभयो थिए तापनि परमेश्वरले शक्तिशाली प्रेरितको सेवा कायदिनु भयो। प्रेरित हामीले बाइबलमा पढ्यौँ भनेदेखिलाई सबैभन्दा पहिलो प्रेरित, त्यस पछाडि पास्टर आउँछ। त्यति ठुलो काम गरे, पत्र लेखे, त्यति गरे, जेलमा बसे, पिटाइ खाए। कहिले पनि उनले प्रश्न गरेनन्। थुप्रै कुराहरू भए। हतियारा मानिसलाई पनि परमेश्वरले शक्तिशाली व्यक्ति बनाउनु भयो भनेदेखिलाई तपाईँ र मलाई पनि परमेश्वरले बनाउनुहुन्छ है शक्तिशाली। उहाँको सामर्थ्यले तपाईँ र मलाई शक्तिशाली बनाउनुहुन्छ। के तपाईँलाई लाग्छ मसँग यो छैन त्यो छैन, मलाई केही पनि आउँदैन? केही पनि आउँदैन। मलाई बाइबल पनि पढ्न आउँदैन होइन, मलाई प्रार्थना गर्न नि आउँदैन भन्छ नि हामी कतिचोटि होइन। पास्टर बाबु रन अङ्कल, मलाई त बाइबल पढ्नु आउँदैन, प्रार्थना गर्नु आउँदैन, कसरी गर्ने होला प्रार्थना? हामी भन्छ नि। के तपाईँलाई लाग्छ मलाई प्रार्थना गर्न आउँदैन? मलाई केही पनि आउँदैन, यसकारण म कसैको पनि काममा आउन सक्दिनँ। मलाई केही पनि आउँदैन, बोल्न पनि जान्दिनँ, प्रार्थना गर्न नि आउँदैन, अगाडि आएर बोल्दाखेरि मुख लाग्दैन, यो पनि हुँदैन त्यो पनि हुँदैन। तर तपाईँलाई प्रयोग गर्नुहुन्छ प्रभु। त्यस्तो मान्छेलाई प्रयोग गर्नुहुन्छ। मिठो भाषामा प्रार्थना गरेको मात्रै परमेश्वरले सुन्नुहुन्छ हुन्न। तर तपाईँले जे कुरा बोल्न सक्नुहुन्छ त्यही कुरा परमेश्वरले सुन्नुहुन्छ। किनभने उहाँ सर्वशक्तिमान, सर्वज्ञानी, सर्वव्यापी, राजाहरूका राजा र प्रभुहरूका